Hello guys, once again I'm coming here, Biskit Monastery in Lubra Valley. You can see how amazing place it is. Wow, so nice, so beautiful. Just looking like a wow. It's so beautiful, you can see. And okay, now I'm going to turn around. Monastery. Lubra Valley is so beautiful. So, actually, all Ladakh very beautiful. Not only Lubra, not only Leh, not only Lubra. Everywhere very beautiful. You see. कस्तो दामी रहेछ एकदम दामी रहेछ यहाँ हाम्रो यहाँ टुर अपरेटर गाइड म्यानेजमेन्ट एभ्रिथिङ हामी यहाँ नुब्रामा पुग्यो रहेछ हामी तपाईँ बोलिएन अच्छा लग रहा है ये तेरी आएन बोलिएन अच्छा लग रहा है बोलिएन हामी आज यो बिस्किटमा छ एउटा त्यहाँ तपाईँ देख्दै रहेछ अनि माइत्र बुद्ध पनि रहेछ अनि यो बिस्किटको सबसे ठुलो घुम्पो रहेछ अनि हामी यहाँ ग्रुपसँग आएको अनि हामी यहाँ एक दिन बस्ने अनि भोलि हामी प्याङ्गोङ जाने अनि तपाईँलाई अनि लेहबाट अटो आएन लेहबाट आएको मलाई भन्नुहोस् अनि तपाईँ हेल्प गर्नुपर्छ म नहीं एक काम कीजिए अगर ले आने से ले आउनुहुन्छ भने मलाई भन्नुहोस् अनि ले आउनुहुन्छ भने मलाई भन्नुहोस् या हुन्छ अनि म यहाँ तपाईँहरू अनि सबै म्यानेजमेन्ट गर्नुहुन्छ यो मोनास्ट्रीको अलिकति डिटेल्स भनिदिनुहोस् मोनास्ट्री यो नुब्राबाट सबसे ठुलो मोनास्ट्री रहेछ यो मोनास्ट्रीको नाम बिस्किट मोनास्ट्री छ अनि यो ठिक्से मोनास्ट्री अनि एउटा लेमे मोनास्ट्री छ अनि ठिक्से मोनास्ट्रीको यो ब्रान्च त्यस्तो रहेछ अनि एकी रिम्पोचे अन्डर पनि आउँछ यो ओके दुईटा मोनास्ट्री अच्छा आपको बहुत धन्यवाद तपाईलाई धेरै मुरी धन्यवाद यतिको नेपाली बोल्दैकोमा अनि I'm also try to force him to speak Nepali because in Leh, Ladakh, lots of Nepali. Yes.